जादुई वनको रहस्य। एक दिन बिहानै सुगा आकाशबाट तल झर्यो र चिच्चाउँदै आफ्ना पुराना साथीहरूलाई बोलाउन गयो। आज कहाँबाट आयौ त? तल जङ्गलमा जाम न। सबै साथी जम्मा भएर त्यो ढुङ्गालाई हेर्न आए। सबैले अचम्म माने। ए साथीहरू, हेर्नु न, त्यो रुखको चोरा नजिकै चम्किलो ढुङ्गा परेको छ। ओहो, यो त साधारण ढुङ्गा होइन, यो त चन्द्रशक्ति पत्थर जस्तो देखिन्छ। चन्द्रशक्ति पत्थर त्यो के हो लु दाजु? यो एकजना पवित्र जादुगरले हजारौँ वर्ष अघि बनाएको थियो। जसको मन सफा छ उसले मात्र शक्ति पाउँछ। लोभीलाई त यो पत्थरले सजाय दिन्छ। वाह, यदि त्यो शक्ति हामीले मिलेर चलायो भने त हाम्रो वन नै जादुमय बन्ने भयो है। सबैले भोलि पेर्ने बाजा गरेर आफ्नो घर लाग्नतिर लागे। तर स्याल र गोही केही बसे आफ्नो कुरा गर्नको लागि। भोलु सुन्यौ, त्यो ढुङ्गा हामी चुपचाप छोड्ने हो भने हामी हाम्रो जङ्गलको राजा बन्न सक्छौ। ठिक छ, आज राति नै काम तमाम गरौँ, हुन्छ? रात पर्दछ। स्याल र गोही चुपचाप जङ्गलको बिचमा गएर ढुङ्गा चोर्छन् र खुसी हुँदै बौलाउन थाल्छन्। अब त शक्ति हाम्रो हो, हा 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 हा। स्यालको हातमा ढुङ्गा पर्ने बित्तिकै हावा चल्न थाल्छ, पुरै झड्का खान थाल्छ र स्याल ऊ ऊ गर्दै भाग्न थाल्छन्। त्यो हावाले तिनीहरूलाई झुट्टाइदिन्छ रुखमा र ऊ ऊ बचाऊ बचाऊ, वाइ मलाई त उल्टै छाइदियो, के भयो मलाई? सबै जनावरहरू आवाज सुनेर दौडिँदै त्यहाँ आइपुग्छन्। हेर्नुहोस्, काला र भोलुलाई रुखमै अड्काइदिएछन्। ढुङ्गा चोरेको सजाय हो यो। तिनीहरूले मिलेर तिनीहरूलाई रुखबाट तल झार्छन्। मैले भनेको थिएँ, शक्ति प्रयोग गर्ने हो भने मन सफा हुनुपर्छ। अब के गर्ने? हामी सबै मिलेर यसलाई सुरक्षा गर्ने जिम्मा लिऊ। पालै पालो यसको रक्षा गरौँ। ल ल, र यो शक्तिको प्रयोग सबैको भलाइको लागि मात्र गरौँ। ठिक छ, अब यो वन सधैँका लागि जादुमय र मिलनसार रहनेछ।